टुक्रा परेर फालिएका साबुनहरूलाई फेरि परेकोमा ल्याउन यसरी सकिन्छ। सुरुमा चाहिँ थोरै पानी राखेर टुक्रा भएका साबुनहरूलाई यसरी मजाले पकाउने, सानो ग्यास लगाएर मजाले पकाउने। अनि पकाइसकेपछि यत्तिको पग्लिएर यत्तिको बन्छ। यत्तिको पग्लिएर बनेको साबुनलाई मैले सानो कटौरीमा चाहिँ राखेको छु। कटौरीमा राखेर 3-4 घन्टाको लागि राखिदिने। यसरी राखेपछि साबुन यत्तिको बन्छ, यत्तिको हुन्छ, यत्तिको डल्लो परेको हुन्छ। अब यो साबुनलाई फेरि प्रयोगमा ल्याउन सकिन्छ। मेरो साबुन टुक्रा परेको साबुनबाट यत्तिको साबुन बनाएको छ है। हजुरहरू पनि यसरी नै बनाएर लुगा धुनुहोला, टुक्रा परेको साबुन नफाल्नुहोला।